हेलो गाइस। आज म चाहिँ दिल्लीबाट काठमाडौँतिर गइरहेको छु होइन। त्यो बाटोको एउटा गरेको ट्रिप चाहिँ मैले यसो सानो भ्लग बनाइदिउँ भनेर यो भ्लग चाहिँ बनाइरहेको छु है। सबैले माया गरिदिनु होला, लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु होला, त्यो चाहिँ जरुरी हुन्छ अरे। म चाहिँ अब इन्डियाको दिल्लीमा भएको इन्दिरा गान्धी एयरपोर्टमा गइरहेको छु। आज जाम चाहिँ बाटोमा नभएर म चाहिँ छिट्टै पुगिने भयो एयरपोर्ट है। अब यहाँबाट चाहिँ एयरपोर्ट पुग्न 5-6 मिनट जति लाग्ला। आज जाम चाहिँ थिएन कि त्यही खुसी लाग्यो मलाई बाटोमा। अब चाहिँ यहाँबाट एयरपोर्ट इन्ट्री भइसक्यौँ। जाँदा जाँदै बाटोमा रमाइलो थियो है। यता चाहिँ फेरि विराट कोहली देखिहाले। त्यो देख्यो भने चाहिँ मनमा खुसी भइहाल्छु छु म है। धेरै बिग फ्यान भयो नि त विराट कोहलीको म। अब मैले टर्मिनल 3 मा जानुपर्ने हुन्छ किनभने इन्टरनेसनल एयरपोर्ट टर्मिनल 3 मै हो। माथि टर्मिनल 3 लेखेको पनि आइहाल्यो। आज एयरपोर्टमा चाहिँ त्यति भिडभाड थिएन। बाहिरको धेरै फ्लाइटहरू आज क्यान्सल भएको थियो नि, त्यही भएर सायद भिडभाड कम हुन सक्छ। आज धेरै ठाउँमा युद्धको कारणले फ्लाइटहरू क्यान्सल भएको थियो। मलाई नै अलि त्यस्तै लागिरहेको थियो, हाम्रो फ्लाइट नै लेट हुन्छ कि जस्तो लागिरहेको थियो। हाम्रो चाहिँ क्यान्सल चाहिँ हुन्न, अलि लेट हुन्छ कि भन्ने त्यही मनमा डर थियो। यहाँबाट म चाहिँ अब एन्ट्री गेटतिर लागेँ। एन्ट्री गेटतर्फ अगाडि बढेँ। म चाहिँ गएँ जान त है। यता 5 मा जाने, 6 मा जाने, 7 मा जाने भन्ने कन्फ्युज भयो मलाई। 5 मै जाम भनेर सोचेको, यतातर्फ रेलिङ बन्द गरिसकेको रहेछ। त्यहाँबाट रिटर्न भयो। फेरि मैले 6 मै जानुपर्ने जस्तो लाग्यो। फर्केर म चाहिँ गेट नम्बर 6 मै गएँ इन्ट्रीको लागि। मैले चाहिँ यता पासपोर्ट अनि टिकटहरू चेक गराएर भित्र मलाई इन्ट्री हुन्छ। टिकटहरू चेक गराएर यता चाहिँ मेरो टिकट चाहिँ नेपाल एयरलाइन्समा काटेको थिएँ। अब मैले चाहिँ जे काउन्टर खोज्नुपर्ने हुन्छ। जे काउन्टरमा मेरो बोर्डिङ पास हुने थियो। पहिले सोचिसकेको थिएँ फ्लाइट चाहिँ लेट हुन्छ कि भनेर। ठ्याक्कै फ्लाइट चाहिँ हाम्रो लेटै थियो आज। त्यसैको कारणले चाहिँ होइन, हाम्रो फ्लाइट चाहिँ काठमाडौँमा आउनै लेट भएर चाहिँ यता आउन अलि टाइम लाग्ने भनाले 5 घन्टा जति हाम्रो फ्लाइट लेट थियो। अब त्यहाँबाट म चाहिँ बोर्डिङ पास गरेर यता आएँ। बोर्डिङ पास गर्ने बेला एउटा साथी मिल्यो मसँग थिएँ दुइटै। अनि सामानहरू हेर्दै बोतलहरू किनौँ भनेको त 6000 भन्दा माथि देखाइरहेको थियो। अब के किन्ने भनेर के पनि किनिएन। त्यो साथीले चाहिँ म एउटा बोतल लगेर जान्छु भनेर। अनि हामी चाहिँ त्यो फ्लाइट लेट भएकोले हामीलाई चाहिँ 750 को कुपन दिएको थियो। हामी चाहिँ फुड कोर्टमा गयौँ खानालाई। त्यहाँ चाहिँ हामीले KFC खायौँ। त्यहाँबाट खाएर चाहिँ म चाहिँ त्यहाँ बोर भएर म चाहिँ निस्केँ। अब आफ्नो लास्ट चेकिङ भएर हाम्रो प्लेनतर्फ जाने बाटोमै एउटा गेट हुन्छ। त्यो गेटमा हामीलाई वेटिङ गर्न बसाउँछ। त्यो गेटमा मैले वेट गर्नको लागि निस्किरहेको थिएँ। म बाटोमा मस्त बोर्डहरू थियो। म चाहिँ भिडियो बनाउँदै अगाडि गएँ।
देखाइहालेँ। म चाहिँ स्कुटी लगभग आधा घन्टा त्यसपछि पुगेर एउटा भिडियो बनाऊँ भनेर त्यस्तै भयो। बाहिर भिजुअल राम्रो थिएन, त्यही भएर मैले भिडियो पनि बनाइहालेँ। त्यसपछि हाम्रो काउन्टर खुलिसकेको थियो। हामी चाहिँ अगाडि काउन्टरमा चेकिङ गर्नु गयो। जाँदा जाँदै त्यो साथीले मलाई भन्यो एउटा भिडियो चाहिँ बनाउन भनेर मैले चाहिँ भिडियो बनाएँ। अनि हाम्रो त्यो लास्ट चेकिङ सकेर हामी चाहिँ उडिहाल्यौँ। उड्दा उड्दै कति राम्रो भ्यू देखिएको थियो। रातिको समयमा हाम्रो लगभग 11 बजे। त्यसपछि मैले आफ्नै देशमा हिमालयहरूको भिडियो लगाएर हेर्दै सुविधा राम्रो थियो। नेपाल एयरलाइन्समा पहिले पनि आएको थिएन, एकछिनमा खाना पनि दिन्थ्यो। मस्त भ्यूहरू देखेँ मैले। हामीलाई खाना पनि दिइसक्यो। हिन्दी एयरपोर्ट पुगेर बाहिरतिर म निस्कन लागेको। त्यहाँ मेरो बुढी नाउ भन्दा भन्दै रातिको 11 बजे मेरो बुढीले बाहिर मलाई वेट गरिरहेको आएर झ्याप्पै गयो।